हेलो साथीहरू, वेलकम ब्याक अगेन बारिस्ता हरिबुरको युट्युब च्यानलमा भन्न चाहन्छु। आई होप सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम बिन्दास छु साथीहरू होइन। म चाहिँ आज हजुरको साथमा चाहिँ नयाँ भिडियो लिएर आइसकेको साथीहरू होइन। म चाहिँ आज मेसिन सम्बन्धी होइन, मैले युज गर्ने मेसिनको पानीको क्यालिब्रेसन अनि स्प्रेसोको डोज क्यालिब्रेसन सम्बन्धी लिएर आइसकेको छु होइन। ढिला नगरी चाहिँ साथीहरू भिडियोतर्फ लागौँ। लेट्स गो। यो चाहिँ साथीहरू मैले सुरुमा चाहिँ यहाँ 18 ग्राम लिएँ होइन। यो चाहिँ लामार्जोको 3AU भन्ने मोडल हो साथीहरू है। लामार्जोको मेसिन हो यो। सुरुमा चाहिँ यसरी डोज क्यालिब्रेसन गर्दाखेरि 18 ग्राम लिने साथीहरू होइन। मस्त अनि 18 ग्राम चाहिँ यसरी लियो भने चाहिँ पछि पनि हामीले 18 ग्रामै यसो स्ट्यान्डर्ड प्रायः इटालियन स्ट्यान्डर्ड भनेको 18 ग्राम हो। यदि बारिस्ताहरूले चाहिँ हेर्दै हुनुहुन्छ भने चाहिँ बारिस्ताहरूलाई पक्कै पनि थाहा छ। यदि चाहिँ तपाईँ नयाँ हुनुहुन्छ, बारिस्ता सिक्न खोज्दै हुनुहुन्छ भने पनि यो कुरा जानकारी गराएँ मैले यसरी चाहिँ 18 ग्राम लिएँ साथीहरू है। 18 ग्राम चाहिँ इटालियन स्ट्यान्डर्ड हो। 18 ग्राम यसरी कफी मैले लिएर टम्पिङ गरेर यसरी ट्याक्क मैले लगाएँ माथि होइन। ट्याक्कै ग्रुप हेडमा लगाएँ साथीहरू। ग्रुप हेडमा लगाएर चाहिँ मैले स्केल लिएँ। स्केलपछि एउटा बेल क्रिमर लिएँ साथीहरू स्प्रेसोको लागि होइन। अनि यसरी चाहिँ मैले ट्याक्कै यसलाई लिएर यहाँनिर चाहिँ सबै एडजस्ट गरेँ 0-0 गरेँ साथीहरू होइन। अनि यो चाहिँ लामार्जोको 3AU भन्ने मोडल हो। अब म चाहिँ माथि यसरी लङ प्रेस गर्ने, यहाँनिर लङ प्रेस गऱ्यो भने चाहिँ यसको सेटिङहरू आउँछ साथीहरू है। अनि यहाँदेखि हामीले धेरै कुराहरू एडजस्टिङ गर्न सकिन्छ। सुरुमा साथीहरू यो लङ प्रेस गरिसकेपछि होइन डोज एडजस्टमेन्ट डोज भोल्युम भनेर आउँछ। डोज भोल्युम जबसम्म आउँदैन हो यसरी आयो होइन। आएपछि यसलाई ओके गर्ने, ओके गरेर चाहिँ यसरी अन गऱ्यो भने चाहिँ अब यहाँनिर ओपन गर्ने। यसरी ट्याक्कै चाहिँ प्रेस गऱ्यो भने चाहिँ अब के भयो, डोज क्यालिब्रेसन स्टार्ट भयो। डोज क्यालिब्रेसन यसरी स्टार्ट भएपछि हजुरको कम्पनीमा कति छ स्ट्यान्डर्ड होइन। अब इटालियन स्ट्यान्डर्ड भनेको 1:2 को रेसियोमा 18 ग्रामको 36 ग्राम आउनुपर्ने हो। म चाहिँ अहिले 1:2 को रेसियोमा चाहिँ यसलाई एडजस्टिङ गर्दैछु साथीहरू होइन। अब हजुरको कम्पनीमा चाहिँ कसैको 32-33 अब अलिक कम पनि रेसियो होला होइन। त्यो अनुसार हजुरले एडजस्ट गर्न सक्नुहुन्छ। म्याक्सिमम युज हुने भनेको 1:2 को रेसियोमा चाहिँ तपाईँको 18 ग्रामको 36, 10 को चाहिँ 20 त्यस्तो हो साथीहरू। म चाहिँ 36 ग्राम नै गरेँ होइन 1:2 को रेसियोमा चाहिँ। यदि 36 ग्राम गर्ने हो भने त्योभन्दा अलिकति अगाडि नै क्लोज गर्नुपर्ने हुन्छ। अनि यसरी चाहिँ हुन्छ साथीहरू होइन। यो चाहिँ अब डोज भोल्युम चाहिँ यो क्यालिब्रेसन भयो। अब कपी डोज गर्ने यसरी फेरि त्यसलाई ओके गरेर चाहिँ ब्याक आउने साथीहरू यसरी होइन। अगाडि यताउता सार्ने होइन, जहाँनिर कपी डोज भन्छ त्यहाँनिर आएपछि ओके गर्ने। ओके गरेर चाहिँ ठ्याक्कै यसरी प्रेस गर्ने अनि कपी हुन्छ त्यो डोज चाहिँ है त। अनि यसरी गरेर फेरि अर्को साइडमा पनि हामीले कहाँनिर कपी गर्ने हो त्यसरी नै कपी गर्ने। 1 बाई 1 गऱ्यो भने चाहिँ एकदम एक्युरेट आउँछ। यसरी चाहिँ जहाँनिर कपी डोज देखाउँछ त्यहाँनिर आएपछि ओके गर्ने। अनि यसरी यो बत्तीहरू चाहिँ यसरी बल्यो भने चाहिँ यहाँनिर प्रेस गऱ्यो भने चाहिँ यसरी डोज कपी हुन्छ साथीहरू है। त्यस्तै 1 बाई 1 गरेर गर्नुपर्ने हुन्छ। अब यसरी नै ट्याक्कै गर्ने हो यो साइडमा। अनि यसरी ब्याक आउने एक्जिट सिस्टम यसरी देखाउँछ। जहाँनिरसम्म एक्जिट देखाउँदैन तबसम्म चलाइराख्ने। यसरी फेरि ब्याक आउने, एक्जिट आयो ओके गर्ने। अनि यसरी गरेर चाहिँ हाम्रो चाहिँ के भयो त, यो चाहिँ डोज क्यालिब्रेसन भयो साथीहरू होइन। अब साथीहरूले चाहिँ अर्को एउटा कुरा सोध्नु भएको थियो, वाटर डोज क्यालिब्रेसन। यसरी प्रोग्राम वाटर डोज भनेर आउँछ। लङ प्रेस गर्ने, अगाडि जाने अनि यसरी आयो भने चाहिँ ट्याक्कै यो फङ्सनमा जाने, गएर चाहिँ स्टार्ट गर्ने। स्टार्ट गरेपछि चाहिँ यसरी प्रेस गर्ने। प्रेस गरेर हजुरलाई जति पानी चाहिन्छ त्यहीनिर चाहिँ त्यतिसम्म आउनु दिएर चाहिँ बन्द गर्ने। मैले चाहिँ 80% पानी लिएँ साथीहरू कपमा होइन, अमेरिकानो हट बनाउनलाई। अनि यति लिएपछि चाहिँ बन्द गर्ने। बन्द गरेपछि चाहिँ वाटर डोज क्यालिब्रेसन पनि भयो। अनि ब्याक आउनलाई फेरि यसरी अगाडितिर दबाउने होइन, जहाँनिरसम्म एक्जिट देखाउँदैन त्यहाँनिरसम्म दबाउने। अनि यसरी चाहिँ ठ्याक्कै एक्जिट देखाउँछ, वाटर डोज एक्जिट भन्छ, ओके गर्ने होइन। ओके साथीहरू, आजलाई म यो भिडियो यहीँनिर बिट मार्छु। थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान। थ्याङ्क यू सो मच।